सुरु गरौँ। अब नि त्यो कर पात्रमा यसो छोइराख्नुहोस् त त्यो भाँडो। ओम जद्देवादेव हेरन्देवा सचग्निमा वयमा तस्मादेन शोभिषन्मुञ्चतगुंवसः ओम जदिदिवादिनिक्तमेनागुंसिचिक्रिमा वयम सूर्यो वायुर्मा तस्मादेन शोभिषन्मुञ्चतगुंवसः यदि जाग्रते एनागुंसिचिक्रिमा वयम सूर्योमा तस्मादेन शोभिषन्मुञ्चतगुंवसः ओम पवित्रेस्तो वैष्णव्यो सवितुर्वा प्रसव उत्पन्नामि छिद्रेण पवित्रेण सूर्यशरस्वे तस्यते पवित्रपते पवित्रपूते शीतकाम पुनीतच्चकेयम सन्नो देवी देविष्टया अपभवन्तु पिते सञ्जुरविस्रवन्तु नः। अब तिल लगाउनुहोस् त्यहाँ तिल। तिलोसी सौमदेव सो गोसवदेव निर्वता प्रथम अग्निशोदया विक्रम पिनाइनः जौ लगाउनु। जबोसी जवयास्मा द्वैको जवया रातिर दिवे त्वन्तरिक्षैत पितृखदना पितृखदनमसि चन्दन लगाउनु। गन्धद्वारम दुरादर्शन नित्य पुष्टाम करिष्णीमेश्वरीम सर्वोत्तम तामियोपवय श्रियम अक्षत राख्नुहोस्। अक्षन्नमी वदन्त जब प्रियादु खदास्तु खदा शुभान प्राण विषयामदे जो जन्मिन्द्रते हरि फूल राख्नुहोस्। श्रीष्ठते लक्ष्मी च पत्नी बहु रात्रि पार्श्व नक्षत्राणि रूपमस्मिनो व्यात्तम ईशान्य खाडा मुम्बई खाडा सर्वलोकम मही खाडा। अब त्यो फुलले पानी आफ्नो शिरमा छिटादिनुहोस्, वरिपरि छिटादिनुहोस्। अपवित्र अपवित्रो वा सर्वावस्थाङ्गतोऽपि वा यस्मने पुण्डरीकाक्षं सभायाभ्यन्तर शुचि ओम पुण्डरीकाक्ष अपनातु ओम पुण्डरीकाक्ष अपनातु ओम पुण्डरीकाक्ष अपनातु माम। एउटा कुस्लेर पानी समाउनु त पवित्र लाउनु भएको छ नि लु लगाउनु सबैजनाले। ओम पवित्र यस्तो वैष्णव्यो सवितुर्वा प्रसव उत्पन्नामि छिद्रेण पवित्रेण सूर्यशरस्वे तस्यते पवित्र पते पवित्र पुत्र शीतकाम पुनीतच्चकेयम। एउटा कुस्लेर पानी समाउनुहोस्। ओम पृथिवी त्वया धृता लोका देवी त्वं विष्णुनादिता त्वं च धारयमां देवीं पवित्रं कुरुचासनम्। त्यो कुश आफ्नो आसनमा राख्नु होला। पृथिवी त्वया धृता लोका देवी त्वं विष्णुनादिता त्वं च धारयमां देवीं पवित्रं कुरुचासनम्। ओम पृथ्वी नमः धरित्रै नमः आधार शक्ति कमलासनायै नमः। अब नि आचमन गर्नुहोस्। मलाई पनि त्यो मागिदेऊ त। खै खै पानी कस्तो पानी हो त यो? हो त्यो बाहिर एउटा बोटु हेरेर खान्छे खान्छे त्यो बाहिर छेउ एउटा बोटु हेरेर त्यो आले तानेर गर्दा यहाँ लाग्यो नि त आने मलाई आफूले गर्न क्या बोटुको छ स्टिलको बोटु बाबुले नानी स्टिलको बोटुको ल्याएको होइन खोइ त तपाईलाई दिएको त बाहिर त राखेको हेरेर ए हुन्छ त्यही भए पनि यो पनि लाग्नु नि लगाऊ बाबा अलि यो लु ल्याऊ गर्दै गर्नु न अहिले गर्दै गर्नु लु आचमन गर्नुहोस्। तपाईले यसरी गर्दै गर्नु न यो पनि त्यही भानु हो चल्छ पानी हो कतिपल्ट पल्टाएको। ओम केशवाय नमः ओम नारायणाय नमः ओम माधवाय नमः ओम गोविंदाय नमः। हाथ धोनुहोस्। हो क्या रहा है? अब अर्घ पूजा गरौँ है। त्यो अर्घको बोटुको लागि छोइराख्नु होला। सबै त्यो गरेको छ। अघि भन्छ ओम आप क्षीर कुशग्राणी दलि सर्पिता चिता तिला पूर्व फलश्चैव यष्टा दुर्गा प्रकृतिर ओम अर्घपात्राय नमः गंगे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधिं अब यसरी धेनु मुद्रा हल्लाची बन्द गर्नुपर्छ है। यसरी धेनु मुद्रा यहाँ हेर्नु त धेनु मुद्रा देखाउनु त। ओम दशकलात्मनि बन्दिमण्डलाय नमः अंकुश मुद्रा धेर बोल्दिरहेको छैन। ओम दशकलात्मनि सूर्यमण्डलाय नमः
षोडश कला पनि चुन्न मण्डलायन अर्घपात्राय 10 पटक ओम 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 भन्नुहोस्। ओम अर्घपात्राय नमः। त्यहाँ भुइँमा त्यो बट्टाका छेउमा चन्दन अक्षता फुलले पूजा गर्नुहोस् त। हो त्यहाँनेरि ओम भो रसि भो रसि दिति रसि विश्वजाया विश्व सपुन सरति वसुन विश्वमा मुचि। अब एउटा गुना राख्नुहोस्।